होइन घोडा चढ्दिनँ भन्नुहुन्छ भने एउटा हात्ती दान गर्छु होइन। अब कति राम्रो हुँदो रहेछ, एउटा सुनको सिक्री लाउनुहुन्छ भने त्यही लगाइदिन्छु होइन। सुनको सिक्री त होइन, एउटी ब्राह्मणी कन्या भेटेको त होइन। अब विवाह गर्नुहुन्छ भने त्यही दान गर्नका निम्ति तयार छु। अब सोना चाँदी हिरा मोती हात्ती घोडा घर रथ जे माग्ने हो महाराज त्यो माग्नुहोस्। तपाईँ स्वर्ग म त्यहाँ पातालको राजा हुनुहुँदो रहेछ, यो महान यज्ञ गर्नुभएको रहेछ मैले देखेँ। तर तपाईँले मलाई भन्नुभयो तपाईँ हात्ती माग्ने घोडा माग्ने ब्रह्मचारीका लागि र महाराज अब तपाईँले मलाई भन्नुभयो सुनको सिक्री लाउँछु कि भनेर। म ब्रह्मचारीले सुनको सिक्री किन चाहियो चाहिँदैन? तपाईँले भन्नुभयो चाहिँदैन, केही पनि चाहिँदैन, मलाई 3 पाउ जमिन दान गर। किन? तिमी क्षत्रिय म ब्राह्मण। अब क्षत्रियका वशमा पृथ्वी हुन्छ, विचार गर्नुलाई भक्त। हे ब्राह्मण, हेर्दाखेरि म स्वर्ग मर्त्य पातालको राजा अनि मसँग आएर 3 पाउ जमिन माग्ने, तिम्रो पत्नीले घर चाहियो भन्ने, सोना चाँदी हिरा मोती चाहियो भन्ने, त्यो बेलामा कहाँबाट माग्छौ? मसँग केही माग भन्दाखेरि अब बामनले भने हेर्नुहोस् महाराज विष्णु 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 श्रीमन् अनि बामनका हातमा राखिदिनु भयो। अनि आकाशबाट हर पुष्प वृष्टि भयो। सम्पूर्ण देवताले जय जयकार लगाए। बोले पनि महाराजको। भगवान बामन राजन, म तिम्रो दानको परीक्षा गर्न आएको थिएँ। तिमी दानले घमण्डी भएका थियौ, आज तिमीले दान गर्न सकिन भनेर निहुर्यौ। म प्रसन्न भएँ। आजबाट म तिमीलाई सुतोलोक दिँदैछु, तिमी सुतोलोक जानु। तिम्रो द्वारपाल बनेर विवाहित दिदीबहिनीले कुर्ता सुरा लाएर चाहिँ नआउनु होला, भोलि साडी लाएर आउनु। भोलि चाहिँ हामी सबै साडी लाएर आउने छ भने पहेँलो साडी लाउने। अनि यहाँहरूले सक्नुभयो भने यो अर्थ फलफुल किने ठाउँमा एउटा एउटा पाकेट चलेको थियो, घरमा दही छ भने दही ल्याउनु होला, घिउ छ। सानन्दपूर्वक मनाउन गए। जातो हम तीर्थास पदम
रमाई पनि जीवन बिताउनु छ हृदयमा कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ हृदयमा कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ हाँसेर रमाई पनि रोएर रमाई पनि जीवन बिताउनु छ हाँसेर रमाई पनि रोएर रमाई पनि जीवन बिताउनु छ हाँसेर रमाई पनि रोएर रमाई पनि रोएर रमाई पनि जीवन बिताउनु छ बोलिए भगवान को अपर भगवान को जयकार में पुरै वश्य जस्तो सारी जोडे लगाउँछ बोल भगवान नाम संकीर्तन को आज आनंद को संगममा आनन्दित भइराखेका छौँ पाठबाट विद्युतको मुक्ति तथाबाट आत्मज्ञान यी दुवै प्रसङ्गहरू यहाँ एक शान्त रहिदिनु होला कोही नबोल अवस्थाधाम वृन्दावनमा पुग्दा ज्ञान र वैराग्य ज्ञान र वैराग्य गाला चाउरी परिरहेका छन् भक्तिमाता चिन्तित हुनुहुन्छ अत्यन्तै चिन्तामा डुबेकी भक्तिमातालाई नारदले भेटेर चिन्तित भक्तिमातालाई भन्नुभयो भक्तिमाता तपाईँले कुनै चिन्ता नगर्नुहोस् तपाईँका दुईटा छोरालाई ल नारद तपाईँ नै मेरो ठुलो सहयोगी हुनुभयो आपत्ति परेका बेलामा आफन्तको पहिचान हुन्छ विचार गर्नुहोला आपत्ति परेका बेलामा आफ्नो साथी जो हो हेर्नुहोस् मित्र जो हो मित्रको पहिचान आपत्ति परेका बेलामा हुन्छ नारदजी धन्य हो हजुरले परम सौभाग्य प्रदान गर्नुभयो आज श्रीमद् भगवत गीता पाठ गर्नुभयो ज्ञान वैराग्य उठेर नारदले कानमा मुख लगाएर कराउनु हो ए ज्ञान ए वैराग्य उठा उठा भनेर जोडले कराउँदा ज्ञान वैराग्य झुरुक्क उठे फेरि सुत्दै भक्ति माताले भन्नुभयो नारदजी तपाईँले दिएको वचन अन्यथा हुनुहुँदैन उठाइदिन सिधैलाई भन्दाखेरि नारदजीलाई बडा चिन्ता भयो नारदजी अत्यन्त चिन्तित भएर चित पसिना आएका छन् अब नारदजी त्यो बेलामा अत्यन्त दुःखी बन्नुभयो त्यतिखेर नारदजीलाई लक्ष्य गरेर आकाशवाणी भयो आकाशवाणीले भन्यो व्योमवाणी तदैवावन् मारीषे खीर्तितामिति भविष्यति न संशय त्यो बेलामा अब आकाशवाणी भयो नारदजीलाई लक्ष्य गरेर नारदजी तपाईँले जे काम गर्न खोज्दै हुनुहुन्छ ज्ञान र वैराग्यलाई उठाउन खोज्दै हुनुहुन्छ जरुर तपाईँले ज्ञान र वैराग्यलाई उठाउन सक्नुहुन्छ तर यसका लागि तपाईँले सत्कर्म गर्नुहोस् यदि सत्कर्म गर्नुभयो भने सत्कर्म गर्नाले सत्कर्मको प्रभावबाट तपाईँले ज्ञान र वैराग्यले अब सत्कर्म के हो थाहा भएन नारदजीलाई सत्कर्मको बारेमा थाहा नभएपछि अब भक्तिलाई भन्नुभयो भक्ति तपाईँ यहीँ बस्नुहोस् छोरो रुगेर तपाईँका दुईटा छोरा रुगेर म बाहिर र यसै गरी सागर प्रेम सागर प्याकुरेल एकराज प्याकुरेल समीक्षा प्याकुरेल प्रकृति प्याकुरेल सञ्जिता प्याकुरेल र शेखर भट्टराई सायद एउटै नाम हो कि एउटै नाम रहेछ दुई ठाउँ दिनुभएछ र तपाईँहरूले अनिवार्य रूपमा यहाँ स्वयंसेवकको भूमिका निर्वाह गरिदिनु हुनका लागि कर्ता परिवारले अनुरोध गर्नुभएको छ र उहाँहरू पक्कै स्वयंसेवकको रूपमा रहनु नै हुनेछ र यसरी अनि भक्ति मातालाई दिएको वचन पूर्ण गर्नुको लागि नारदजी कर्ता बनेर बस्नु हो जसरी तपाईँहरू कर्ता बनेर रहनुभएको छ नारदजी त्यहाँको कर्ता सनकाली मुनि भाजक अब कहाँ बाँधेको छ भन्दा पत्याउने हो र नपत्याउने कुरा भयो भन्नु होला तर तपाईँ हामीलाई बाँधेको छ भने 6वटा बन्धन नारी पुरुष विद्वान मूर्ख वृद्ध बालक गुरुको बुवा होइन आमा होइन दाजु होइन काका होइन मामा होइन भाइ होइन दिदी होइन बहिनी होइन कसले सिकाएर रिसाउन् रिसको गुरु कोही होइन त्यो पूर्वै जन्मसँग आउँछ अरे हामीसँग पूर्व जन्मसँग रिससँग सबै आउँछ अरे जन्मिँदा सबै आएको हुन्छ क्या रिस त्यसोले रिस पवित्र भएको भयो होइन इसारा चिज अपवित्र भयो रिस त पवित्र भयो यसर्थ रिसलाई तपाईँ हामीले भन्न खोजे अत्यन्तै उत्तम गतिमा लान सक्दछ त्यसोले रिसलाई नियन्त्रण गर्न सक्ने क्षमता तपाईँलाई रिस उठो तर तपाईँले अलिकति रिस उठेर त्यो रिसलाई चाहिँ सदुपयोग गर्नुभयो त ठिकै छ तर दुरुपयोग भयो भने त त्यो रिसले तपाईँलाई ठुलै हानि गर्छ नि होइन
त कंसको रिसले, रावणको रिसले, हिरण्यकशिपुको रिसले के गर्यो? आफैलाई समाप्ति गर्यो। यसो त रिसले तपाईँ हामीलाई आफैलाई, रिसले आफैलाई बिगार्ने, अर्काले हानि गर्दैन। यसरी रिसलाई चाहिँ कन्ट्रोल गर्नु पर्यो। हामीले भगवानमा रिस, जसरी तपाईँले एक गाग्रो पानी, राम्रो सङ्लो पानी छ, एक लोटा पानी, आधी लोटा पानी धमिलो छ, छँदै छ फोहोर पानी, अनि एक गाग्रो पानी माथि राख्नुभयो, सर्र पानी सार्नुभयो, त्यो आधी लोटा फोहोर पानीमा एक गाग्रो पानी लाउनुहोस्, त्यो लोटाको पानी शुद्ध हुन्छ? हुँदैन। तपाईँले त्यसो लोटाको धमिलो पानी फ्याँक्नु पर्यो, हो कि होइन? फोहोर पानी फ्याँक्नु पर्यो, अनि गाग्रोको पानी सार्नुहोस् न, एक गोल लोटा पानी सार्दा शुद्ध भइगयो नि। तर त्यो आधी लोटा पानी नफ्याँकिकन एक गाग्रो पानी ल्याउनुहोस्, त्यो पानी शुद्ध हुँदैन। अब सम्झिनुहोस्, तपाईँको शरीर लोटा हो होइन? लोटाको फोहोर पानी बोकेको, रिस राग बोकेको हाम्रो शरीर होइन। म पानीमा त पौडी नै जान्दिनँ, कसरी जानु भन होइन? म तपाईँलाई डडालामा बोकेर लान्छु नि। तपाईँले पौडी रुखमा बस्ने, रुखको चिज खाने हो, आज बाँदरले ठाउँ छोड्यो, ठाउँ छोडेपछि कति दुःख हुन्छ हेर्नुहोस्। अब आफ्नो ठाउँ पहिचान छोडेपछि बाँदरहरूले तल, पहिचान छोडेपछि अर्काको अधिकारमा पर्नुपर्छ। हेर्नुहोस्, बाँदरहरूले खुत्रुक, अनि ल मेजी मेरो डाँडामा बस्नुहोस्, ल यो पानीमा म सजिलै पौडाएर लान्छु तपाईँलाई। ल हुन्छ भने बाँदर बस्यो। बाँदर डाँडामा बसेपछि त कोहीले हाँकेर अब लिएर गयो, सबै जाँदै जाँदै पर गएपछि त अब अलिक परसम्म जाँदाखेरि उसले अलिक तल भित्रै लानुपर्ने हो। बिचरा बाँदर, अब बाँदरलाई चुर्लुमा डुबायो, भित्र लिएर गयो। भित्र लिएर गएपछि अनि आफ्नो पत्नी भएका ठाउँमा पुर्यायो, गोहिनी भएका ठाउँमा। ल पत्नी, तिमीले बाँदर मेरा मित्रलाई ल्याइदिनु भनेको थियो। बाँदरले यति भन्यो, ओहो अब मुटु खान ल्याएको, मुटु छैन त यहाँ? छैन नि, कहाँ भन्नु, माथिहरू कहाँ झन् आएको छ। मान्छे लो मेची, अब त्यो मुटु त मेरो पत्नीलाई चाहिन्छ, के गरौँ भन्दा ल मलाई माथि निकालिदिनु नि त। माथि निकालिदिएपछि अनि म मुटु लिएर आउँछु, माथि पोको पारेर राखेँ मुटु ल्याउँछु भन्नु बाँदरले। अब गोहीले त लानै पर्यो, मुटु खान लाग्यो, मुटु छैन। अनि बाँदरले गोहीले ल्याइदिएछ सर र माथि, अनि लु जानुहोस् मिर्जी, मुटु झिकेर छिट्टै लिएर आउनु है भनेर पठायो। अब गोही तल माथि ठाडो घाँटी लगाएर हेरिराखेछ रुखमा, ए मिर्जी मिर्जी आउनुहोस् न आउनुहोस् भनेर भन्छ। अब त्यतिखेर बल्ल बाँचेको बाँदरले, इ आउँछु तेरा ठाउँमा, अब मलाई मार्नको लागि तैँले लग्या, मेरो मुटु रुखान छैन, मेरो मुटु मसँगै थियो, मैले बाँच्नको लागि भन्यो। प्राकट्य हुँदा जसरी नन्द बाबाका घरमा आनन्द भएको छ, त्यो आनन्दको वर्षा भोलि यहाँ आउँदैछ र यहाँहरू सबैजना समुपस्थित रहनुहोला। अहिले जति आउनु भएको छ भोलि पनि आउनुहोला कृष्ण जन्ममा अहिले निम्ता। र भोलि कथा सुन्न आउँदा चाहिँ यहाँहरूलाई हार्दिक अनुरोध के छ भने, विवाहित दिदीबहिनीहरूले, काकीमाइजी भाउजूहरूले कुर्ता सुरुवाल नलगाई साडी चाहिँ लगाएर आइदिनु होला। धेरै गहना चाहिँ नलाइदिनु होला, फेरि हराउँछ भन्ने डर हुन्छ। र हामीले सक्यौँ भने एउटा पागिट ल्यायौँ भने राम्रै हो। र यति गरेर भोलि हामी समुपस्थित रहेर नन्द बाबाका घरमा जुन आनन्दको वर्षा भएको छ, त्यो आनन्दको वर्षा यहाँ भोलि हाम्रा सम्पूर्ण कौटिन्य गोत्रीय प्यागुरेल वंशका मण्डली, र अघि कसले मलाई भन्दै हुन्थ्यो श्री हरि कीर्तन मण्डली पनि छ भनेर, त्यो मण्डली पनि छ यहाँ लखनपुरमा। आएर गुरुजी मैले नाम टिपाएँ है भन्नुभयो मुखले, मैले हुन्छ जे भनेको। पूजनीय व्यासमा आशीन गुरुदेवहरूको श्रीमद् भागवत महापुराणको आयोजकर्ताको भक्त भगवानको आनन्द हरि कीर्तन मण्डलीको बाँसुरी बजाउँदै कृष्णजी आए गोकुल भयो उज्यालो। बाँसुरी धुन सुनेर होला मन भयो रमाइलो। बाँसुरी धुन पन्छी बजाउँदै कृष्णजी आए गोकुल भयो
भन्दैछन् भनेर मलाई यहाँ कर्ताजीले जानकारी गराउनु भएको हुनाले आयुषा प्यागोले बहिनीले छोटो मिठो भजन गाइदिनु हुन हार्दिक अनुरोध गर्छु। यसै गरी कार्कीजीले गडगडा तालद्वारा सम्मान जनाइदिनुमा हार्दिक अनुरोध गर्छु। रेणुका रिजालज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब समयको पाबन्दीलाई ख्याल गर्दै र यो पनि प्रायोजन अन्तर्गत परेको रे, तर अब कुन अन्तर्गत प्रायोजन हो भन्ने कुरा अन्तर्गत अन्तिम दिनसम्ममा जागरणको दिनसम्ममा यो हस्तान्तरण गरिने नै उपहार हो भन्ने कुरा चाहिँ जानकारी गराउनु भएको छ। कुन शीर्षकमा कसरी कसले प्राप्त गर्नुहुन्छ यो चाहिँ अब समयको चंद्र भगवान को धान्य मनस प्रभु जीवन सफल मनस प्रभु पद सेवा पाए ओम जय जगदीश हरे
संयम सुर सरिताको अविरल धार बहोस् प्रभु अविरल धार बहोस् जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि प्रभुमा प्रेम रहोस् ओम जय जगदीश हरे प्रेम सहित स्वारति जसले निज गरो प्रभु जसले निज गरो दिन दिन निर्मल वंदै प्रतिदिन पावन वंदै यो भव सिंधु तरो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति बार करे ओम जय जगदीश हरे ओम जय शिव ओमकार बोले हर शिव ओमकार ब्रह्मा विष्णु सदा शिव बोले बोले नाथ महादेव हर धंगिराय ओम हर 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 महादेव काल हरो हर काष्ट हरो हर दुखदारे सब हरण नमामि शंकर भजामि भोला नमामि शंकर भजामि भोला हर हर शंकर प्रभु शरणं जय हर हर शंकर प्रभु शरणं कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि याज्ञवल्क्येति पिलानीको जल सेक्नोला यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणापदे परे अर्घ दिनुहोला जातदैत्यपदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्तस्वरूपाय ऋषिकापतये नमः ज्ञानार्घमया तत्त्वं राधया सहितो हरि उमया सहितो हर सबैजनाले हातमा पुष्प लिनुहोला मन्त्र पुष्पाञ्जलिम् ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदरमध्यवदति नारायण सरसिजा सरसन्निविष्ट केयूरवर्मकरकुण्डलवर्धिनीति हरे रमणवपजत शङ्खचक्र देवी प्रपन्नते हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि वाहि विश्वं त्वमीश्वरी देवी तरतरस्य प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम् शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसहितं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिविद्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं शशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं शरशिरुयक्षिणं सवारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं रामो राजमणि सदा विजयते रामं रमेशं भजे रामेणाभियतानि साचरचमो रामाय तस्मै नमः रामानास्ति परायणं परतरं रामस्य दासोऽस्म्यहं रामे चित्तलय सदा भवतु मे वो राम मामोद्धर अतुलितबलधामं हेमशैलावदेयं धनुजवनुकृशानं ज्ञानिनामग्रगण्यं सकलगुणनिधानं वानराणामधीशं रघुपतिप्रियभक्तं वातजातं नमामि ईशानविश्वकमलसनकार्तिकेय वनित्रयार्कलधनीशगणेश्वराणां शौचामरेन्द्रकलशुतमवकस्यपानं पादान् नमामि शतं पितृमुक्तिहेतो पादान् नमामि शतं मातृमुक्तिहेतो गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ब्रह्मा मुरारे त्रिपुरन्तकारे भानुः शशिभो विशुद्धो बुधस्य
गुरुश्च शुक्र शनिरौ केतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु सेवन्ति कावकुलचं भगवाटलौजे पुनः गजा अष्टादशमा पुराणको श्रीमद्भागवत पुराणको गौडिन्या गोत्रमा उत्तरभाग समुद्रगणहरूको नेपाल राष्ट्रको राष्ट्रदेव नाथको गुजेश्वरी भगवतीको वराचन्द्र धामको शताक्षी भगवतीको कनकमाई नदीको राधाकृष्ण भगवानको पार्थिवरा भगवतीको कामाख्या भगवतीको दक्षिण जय जय श्री राधे श्याम। आदरणीय भक्तजन, तपाईहरुको सद्भक्ति सम्पूर्ण दिवंगत हुनुभएका पितृहरूको आशीर्वादले गर्नाले हामी पितृहरूको मुक्ति गति प्राप्त हुन्छ। कथा श्रवण गर्नाले ज्ञान हुन्छ, ज्ञानबाट कर्म हुन्छ, कर्मबाट मुक्ति हुन्छ। जरुरत हुन्छ ज्ञानका लागि कथा श्रवण। आज हाम्रा दिवंगत हुनुभएका स्वर्गीय पिता कृष्ण प्रसाद माता चन्द्रमायाको आशीर्वाद हो। आज उहाँका परिवार, दाजुभाइ, इष्टमित्र, कुलकुटुम्ब, बन्धु बान्धव सबै यहाँ भेला भएर आज केले भेला भयौँ त हामी कसैका मायाले हामी आयौँ न। आज हामी यहाँ उपस्थित छौँ। कथाबाट ज्ञान, ज्ञानबाट कर्म, कर्मबाट मुक्ति र पाँचै भाइ, पाँचै उहाँहरूका पुत्र वधुहरू, पौत्र वधुहरू अनि पुत्रीहरू, जामाताहरू लगायत सम्पूर्ण यसरी भेला हुनका लागि अरू सबैको आशीर्वाद। आज यो प्रातःकालीन अमृतमय बेलामा, बिहानको बेला भनेको अमृतमय बेला हो। रातभरि चोर्दै गरेको चोरले पनि बिहान उठेर कमसेकम मुख धोएर राम राम भन्दै गरेको बेला हो। यो प्रातःकाललाई अमृतमय बेला भनिन्छ। यो अमृतमय बेलामा परब्रह्म परमात्मा भगवानका पावनमय गुणानुवादहरू श्रवण गर्न पाउनु तपाईँ हाम्रो परम अहोभाग्य हो। कथा हामीले के गर्नुपर्छ हजुरले कृपा गरेर यो कुरा बताइदिनुहोस्। हामीले गर्नुपर्ने, मेरो 7 दिनका दिन मरण हुँदैछ। 7 दिनका